झारदा सेवानी आज हजुर समक्षमा फेरि पनि म राई भाषा ट्युटोरियलको 37औं भाग लिएर उपस्थित छु है। र तपाईहरुलाई म सोझै यो 37औं भागमा म तपाईहरुलाई प्रवेश गराउन चाहन्छु, जो यस प्रकार छ है। लाम्मा भनेको खोज्नु, लाम्सु भनेको खोज, लाम्सिने भनेको खोज, लाम्सिन्ने भनेको खोज्नु हवस। हजुरहरूले यो लाम्सु, लाम्सिने, लाम्सिने विशेष गरेर लाम्सिने र लाम्सिन्नेमा तपाईहरुले यसमा अलिक भिन्नता तपाईहरु छुट्याउनु होला। लाम्सिने भनेको खोज भनेको, लाम्सिन्ने खोज्नु हवस। लाम्सा भनेको खोज्यो, ओक लाम्सा काम खोज्यो, ओक लाम्सा युङसिने काम खोजी राख, ओक लाम्सा युङसिने काम खोजी राख्नु हवस। यो तपाईहरुलाई जो माथि क्रियाको भिन्नता छ त्यो अनुसार मैले तपाईहरुलाई सेन्टेन्स मैले प्रस्तुत गरेको छु, गर्न कोसिस गरेको छु है। ओक लाम्मा दो तपाईको लम्मा भएको तपाईहरुले यसमा लाम्मा यहाँ प्रिन्ट मिस्टेक भयो, तपाईले लाम्मा लेख्नुस् यसरी है। ओक लाम्मा दूध काम खोज्नु पर्छ, ओक लाम्याङ्सा मुइने काम खोज्दै गर, ओक लाम्याङ्सा मुइन्ने काम खोज्दै गर्नु हवस, ओक लाम्याङ काम खोज्दैछ, ओक लाम्सा चिया काम खोजिसक्यो, ओक लाम्सा तचिया काम खोजिसक्यो। यो चाहिँ सेकेन्ड पर्सन तिमीलाई भनेको, तिमीले काम खोजिसक्यो भन्न खोजेको है। ओक लाम्सा तचिया भए, अंका आ ओक लाम्सा चियाङ मैले काम खोजिसकेँ, अंका ओक लाम्याङ्ना म काम खोज्दैछु, ओक लाम्सी बानिने काम खोज्न आऊ, ओक लाम्सी बानिने काम खोज्न आउनु हवस। यहाँ पनि मित्रगण तपाईहरुले यो बानिने र बानिन्ने मा तपाईहरुले भिन्नता छुटाउनु। बानिने मात्रै भन्दाखेरि चाहिँ तपाईको आऊ है, बानिन्ने भन्दा आउनुहोस्, यी भिन्नताहरु छ। र तपाईहरुले आजसम्म जति पनि क्रियाहरु तपाईहरुले पाउनु भएको छ ती क्रियाको हजुरहरूले यस्तै प्रकारले तपाईले क्रियाहरुको रूपहरु है, आदेश सूचक शब्दहरु भयो, यसरी तपाईले बनाउन सक्नुहुन्छ र बनाएर आफ्नो लेभलमा तपाईले चलाउन सक्नुहुन्छ भन्दै म यो आजको 37औं पाठबाट बिदा लिन चाहन्छु। आदरणीय